नमस्ते दर्शकहरू, घटना समीक्षामा सम्पूर्ण दर्शकहरूलाई स्वागत गर्न चाहन्छु। आज नेपालमा राइट सेयरिङका विरुद्धमा जुन आन्दोलन उठाइयो, एकाएक उठिसकेपछि आज सरकार बाध्य भएर झुक्न विवश भएको छ। किन झुक्न तयार हुन्छ सरकार? राइट कुराहरूका विपक्षमा आइराख्दाखेरि, जनताको विपक्षमा कुराहरू आइराख्दाखेरि सरकार मुद्दा फाल्न पनि सरकार तयार हुन्छ र मुद्दा फिर्ता लिन पनि तुरुन्तै सरकार किन तयार हुन्छ? सरकार टेस्ट गर्न खोज्दैछ। आफ्ना मुद्दाहरू जनताका बीचमा कसरी लाने, कसरी स्थापित गर्ने, आफ्ना भनाइहरू र जनताको पक्षमा कसरी देखाउने र जनताको मत कसरी लुट्ने भन्ने बाहेक अरू कुरा सोचिराखेको छैन। जनताको हितमा साँच्चीकै थियो भने सरकारले आफ्ना नीति तथा कार्यक्रमहरू जसरी पनि जुन हिसाबले पनि जुन मूल्यमा पनि चुकाएर भए पनि कार्यान्वयन गर्नुपर्छ। यदि काला प्लेट नम्बरधारीहरूले अथवा सार्वजनिक सेवा प्रदायक निकाय भनेर आफूलाई कालो प्लेट बोकेर हिँड्ने सार्वजनिक साधनका जुन निकायहरू छन्, जुन कम्पनीहरू छन्, जुन सङ्घ संस्थाहरू छन्, जुन चाहिँ व्यवसायहरू छन्, तिनीहरूले जनताको मन मस्तिष्क जित्न सकेको थियो भने यो जुन फेज आउट गर्न खोजिरहेको थियो, जुन चाहिँ एकाधिकार बजार थियो, त्यसलाई चाहिँ भत्काउन खोजिरहेको थियो, त्यसका विरुद्धमा जनता आफै ओर्लिन्छ। जनता एकदम पीडित छन्। यो सार्वजनिक यातायातका साधनहरूप्रतिबाट जनता निकै पीडित भइरहेका छन्, किनकि यहाँभित्र भएका छाछट्टापन, यहाँभित्र भइरहेको मोनोपोली मार्केट, जे मन लाग्यो त्यही गरेको छ, जति मन लाग्यो त्यति भाडा लिएको छ, असुरक्षा त्यतिकै छ, सामाजिक असुरक्षा त्यतिकै छ, ड्राइभिङको हिसाबले त्यतिकै असुरक्षित छ, साधनको कन्डिसन व्यवस्थापन गरेको छैन, जनताको जीवनको कुनै वास्ता छैन, जस्तो मन लाग्यो त्यस्तै गरेको छ। यस्तो हिसाबले जुन चलिरहेको अथरल्ल तरिकाले चलिरहेको सार्वजनिक जुन यातायात छ त्यसका पक्षमा जनता देखिँदैन। यदि जनता आफ्नो पक्षमा आउन् भन्ने लाग्छन् भने उहाँहरूले आफ्नो सेवा सुविधा सबै बदल्नु पर्नेछ। आजको व्यवहार बदल्नु पर्नेछ, आजको साधनका गुणस्तरहरू बदल्नु पर्नेछ, साधन चलाउने ड्राइभरहरू सहचालकहरूको गुणस्तर बदल्नु पर्नेछ। जनताको मन मस्तिष्क जितेर होला नि त त्यो सेवा चाहिँ स्थापित गरे। तर त्यतातिर नसोच्ने सरकार, खालि त्यो चाहिँ अथवा ती सम्बन्धित निकाय त्यतातिर नसोच्ने, खालि के चाहियो भन्दा मोनोपोली मार्केट चाहियो भन्ने ठाउँमा जुन यातायात व्यवसायहरू पुगेका छन्, यसलाई सरकार टेस्टको रूपमा मुद्दा अगाडि सार्छ र ब्याक हुन काम गरिरहेको छ। खालि टेस्ट गर्ने, हामीले जनताको पक्षमा काम गरेकै हौँ त भन्ने स्थापित गर्नका निम्ति एउटा मुद्दा फाल्ने र भोलिपल्टै त्यो मुद्दा फिर्ता लिएर के गर्ने त भन्दाखेरि व्यवसायीको मन पनि जित्ने एकै दिनमा र उता जनताको मन पनि जित्ने दोहोरो खेल खेल्नका निम्ति सकुनी नीति अपनाउनका निम्ति चाहिँ पछाडि परिरहेको जस्तो सरकार देखिँदैन। यो नीतिले के गरिरहेको छ? प्रत्यक्ष रूपमा मार चाहिँ नेपाली जनतालाई परिरहेको छ। सीमित स्वार्थ समूहहरूको भोलि चुनावमा चाहिँ तपाईँको पैसा पाइँदैन कि, भोलि चुनावमा सहयोग मिल्दैन कि, ती निकायहरूबाट चन्दा पाइँदैन कि भन्ने जुन इन्ट्रेस्टका साथ सरकारले मुद्दा फाल्ने, ट्रायल गर्ने, विशुद्ध ट्रायलको रूपमा चाहिँ प्रस्तुत गर्ने काम जुन गरिरहेको छ, भए पास नभए अभ्यास भन्ने जस्तो गरेर चाहिँ जान खोजिरहेको छ। हो त नि, जनताकै पक्षमा हामीले गर्न खोजिरहेका थियौँ भन्ने भएदेखि त्यसो भन्ने भएन भने के गर्ने त भन्दाखेरि मुद्दा फिर्ता लिने, दुवैतिर दुईटी हातमा लट्टु पार्नका निम्ति सरकार तयार भएको छ। आज हिजो एकाएक विभिन्न निकायहरूमा टेस्ट गर्नका निम्ति प्रदेशहरूमा टेस्ट गरेर हेरौँ भनेर चाहिँ गण्डकी प्रदेशमा चाहिँ राइट सेयरिङको जुन निर्देशिका लिएर आएर जुन मोनोपोली मार्केट छ त्यसलाई भत्काउनु कोसिस गर्नका निम्ति सरकारको निर्देशनमा गतिविधि भयो। अब के भयो त भन्दाखेरि सरकार सफल नहुने विषय अब हत्तनपत्त चाहिँ जनता भन्दा पनि आफ्ना इन्ट्रेस्ट ग्रुपहरूलाई चाहिँ बचाउनका निम्ति सरकार लालायित भएको छ। जनताले खोजेको सेवा हो, जनताले खोजेको विश्वसनीयता हो। यदि जनतालाई सेवा सुविधा र विश्वसनीयता दिलाउन सक्छ सार्वजनिक निकायले भने कसैलाई पनि बाध्य भएर रहर भएर चाहिँ निजी साधन किनेर आफै ड्राइभिङ गरेर हिँड्न चाहिँ कसैलाई पनि रहरको विषयवस्तु होइन। लाखौँ लाख खर्च गरेर एउटा व्यक्तिगत जीवनका निम्ति साधन चाहिँ लाखौँ लाख खर्च गरेर किन किन्छ जनता? यो आवश्यक किन छ जनतालाई? सार्वजनिक यातायातको व्यवस्थापन, यो व्यवस्थालाई चाहिँ चुस्त दुरुस्त बनाइदिनु, सेवामूलक बनाइदिनु, सुरक्षित बनाइदिनु भने कुन चाहिँ जनता चाहँदैन कि चाहिँ सार्वजनिक यातायात चढ्नका निम्ति? आज युरोपतिर हेर्नुहुन्छ भने त्यही सार्वजनिक यातायातले चाहिँ कत्रो ठुलो मात्रामा चाहिँ जनतालाई सर्भिस दिइराखेको छ, किनकि त्यहाँ गुणस्तरीय छ, मान्छेलाई निजी साधनको आवश्यकता नै कम भइराखेको छ। त्यति लेभलमा चाहिँ यदि यहाँका सेवा प्रदायक संस्थाहरू जाने हो भने, सार्वजनिक यातायात व्यवसायीहरू जाने हो भने चाहिँ जनताले
मन मस्तिष्कबाट चाहिँ सबभन्दा बढी सुरक्षा चाहिँ कसको गरिदिन सक्छ भन्दा यी व्यवसायीहरूको गर्न सक्छ। विशुद्ध नाफा कमाउनका निम्ति कुन क्षेत्रबाट छिर्न सकिन्छ, कसरी आफ्नो इन्ट्रेस्ट पुरा गर्न सकिन्छ भनेर ती सीमित ग्रुपहरू लागि पर्ने र त्यसको मतियार बन्नका निम्ति सरकार तयार भएको जस्तो देखिन्छ। एकातिर जनताका बिचमा लोकप्रिय नारा पनि फाल्ने र चुनावको तयारी पनि गर्ने हिसाबले सरकारले यो ट्रायल जो गरेको छ यो निकै दुःखद कुरा छ र फेरि पनि यो लोकतान्त्रिक व्यवस्थाभित्र अर्को मोनोपोली मार्केट स्थापित गर्नका निम्ति सरकार किनाराको साथी भन्दै जुन व्यवसायीहरूको माग छ आँखा चिम्लेर समर्थन जुन गरिराखेको छ यो जनताको पक्षमा छैन र आजको दिनमा बजारले सबै कुरा निर्धारण गर्छ। बजारभन्दा बाहिर बसेर चाहिँ कुनै एउटा अमुक कोठाभित्र बसेर चाहिँ सम्झौता गरेर चाहिँ जनतामाथि कुठाराघात गर्ने काम यो सरकारले गर्नु हुँदैन थियो। जुन रातारात मध्यरातमा चाहिँ गरेर चाहिँ सम्झौता गरेर आम नेपाली जनतामाथि चाहिँ लात हान्ने काम जुन सरकारबाट भएको छ यो गम्भीर आपत्ति छ, यो गम्भीर त्रुटिपूर्ण छ र यो सच्याउनका निम्ति सरकारलाई अपिल गर्दै आजको घटना समीक्षाबाट म बिदा हुन चाहन्छु। हस्त, नमस्ते।